दुधे पानी पुगिन्छ भने आगो र मजाको बाटो के गइरहेको अनि 2 मानाले पुग्थ्यो त त्यो बेला त घिउको भुटुन पनि खान्थे त अब त्यता बाटो है गोलको गाउँको फेरि बाटो आउँदा त्यहाँ अब के बसेली थिएन अब पुरा एकछिन काट्दै बाबा अब त घरै घर बाटै बाटो भयो त अब भैँसीले खोजेको छ मलाई भुलिया भयो वा हो भनेर देखाए कि त्यहाँ खुइतिर सोधेको आज हो कि भोलि मसिनेका भनेको अब यो वनमा त्यो वनमा आमा र म बिहान कति बजे 3 बजे बिहान चाहिने 5 बजे देखिएको बोलमा चुरा माथि निस्किएर रुख लडेर पनि सिङ्गै रुख लडेको सिङ्गै रुख लडेको अब त्यसो भएर त्यसलाई फुलाएर बसिदिएर अनि त्यहाँदेखि गरेर ल्याउनु परेन त किन्नु पऱ्यो बोकेर ल्याउनु पऱ्यो यसरी नलाने भएर एक भारी लिएर आयो अनि घर आयो अहिले त आगोमा कसले खाना पकाउनु अहिले आगोमा खाना पाक्दैन कान्छो खोइ त कान्छो यो यही हो कान्छो यही खाँदैन हावा लागेको भएको ठाउँमा एउटा रातो के हरियो घर एउटा घर घर र पल्लो घर अर्कै हिसाबले बनाएको त्यो बोल्यो चाहिँ खसीको घर पल्लो कोइलाको घर त्यहाँ गाउँ थियो त्यहाँबाट माथि डेली थाप्थी अहिले पनि छ डेली थाप डेली थापमा गएपछि रमाइ धादिङ गोर्खादेखि नि
पुगेर पछाडिपट्टि बोर्ड छ हिँडी घोरो भेट्छ टनेल त्यो सुरुङ मार्ग बनाएको ठाउँ भेट्छ। हो हो अब अहिले जीवनको मूल अवस्थामा नै हामीले निकै बस्ती कति भनेपछि यो चिसापानी भन्दा तल्लो बस्ने छाप भट्ट भट्ट बाहुन पनि कति अहिले पनि छन्। भट्ट छोराहरू अब भाउ गइसके अब भाउ जाति त्याग ल ल ल अहिलेको पुरानो बाटो देख्नलाई अब त्यो कुहिरो जम्मै देखिएपछि त्यहाँ त्यही देखिन्छ अहिले अब हेर्छु त्यो कुहिराले छोडेको ठाउँमा त्यो घाम त्यहाँ भित्र लगाएर देखिन्छ नि बुढामा हो त्यहाँ चाहिँ ठुलो मन्दिर भएको तपाईँ बजार नाच्ने मादल बजेर त्यस्तो नाच्ने भुइँले लिएर अब खोर्सा नौलो त्यो खोर्सामा जान्छ त्यसो होइन तपाईँ घरलाई कहाँ कहाँ पारी त्यसो होइन हे यो गोलाटो जानु तपाईँ ठ्याक्कै भराएको कस्तो मजाबाट आउँदा हेर्छ खेत रोप्नीका रोपिसके नरोप्नीका बाँकी छ। हाम्रो सबै खेत 20 खेत भाडामा दिया छ त। अब काम गर्ने मान्छे छैन, पैसाले चामल आउँछ। हाम्रो भाडा आफ्नो देशको माटो जस्तो यसको बाउले यसको बाउले हो 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 यसको बाउले चियर बुबा ल अब खाने अनि बाउ छोरी बाउ छोरी बाहिर अब बाउ पनि आउँछन्, छोरी पनि आउँदैछन्। दसैँलाई आउनु सक्छ आउनी पक्का भयो। खाम अब पाक्यो खाने अब खाने। तपाईको जेठो छोरोको छोरो भयो, तपाईको नाति भए शङ्कर। तपाईको माइलो भन्दा जेठो माइलो भने त्यस्तो भयो मलाई शङ्करको बाको कुरा गरे। त्यो कुरा आएर त्यो कुरा बसेरै छ घरमा बसेर लाग्यो मैले जेठो छोरा जेठो बुहारी बद्री भुटेल बद्री बद्री होइन तपाईँको जेठो छोरा होली हो। कति वर्ष भयो मरे? धेरै वर्ष तपाईँले बिर्सिनु भएछ। अब उमेर पनि भयो, बिर्सिनु भयो। मैले बिर्सु विवाह यति हो भन्ने कुरा के भन्नु बाबु? मैले भने जेठो छोराले उता मन्दिर घुम
केही कुरो सम्झना आउँछ कि? बिर्सियो कि अब आज कुरो हो यदि आमै अब यस्तो पाराले घर बनिरहेमा आफै जानु पर्यो। हामीहरूको घरमा माथि पो त